नेपालको टप अफ 3 नम्बर पर्ने झुलेको हेर्न अभिषेक भाइ र म आइपुगेछ बाटोतिर भिडियो बनाएन किनकि बाइक एकदम रफ्तारमा आएको थियो हामी भिडियो बनाउने अवस्था थिएन चट्टा लगाएर हामी हेर्नेछौँ नेपालकै टप 3 मा पर्ने पुल यो होइन त अभिषेक भाइ जाउँ हामी दुईजना चट्टा लगाएर यही पुल होइन त नेपालकै टप 3 मा पर्ने मान्छे थुप्रो हुँदो रहेछ कति लम्बाइ रे ल हेर्नु त त्यही लामो छ ब्याट्री लो भयो यति लामो पुल छ पुल अब चढ्ने छ यही पुल हो नेपालको 3 नम्बर पर्ने पुल चढ्दैछौँ यो सरकारले खत्रै बनाएछ होइन खासरी कसले बनाएको भन्ने हामी पत्ता लगाएनौँ अब गुगलमा त्यसले सर्च गर्नुपर्छ खोज्नु पर्ला यस अहिले हामी इन्जोय गर्दैछौँ ल हेर्नु त कहाँसम्म चाहिँ पुल जाउँ तपाईँलाई हामी अब पुल देखाउँछौँ ल हेर्नु त पुल यहाँ भारी बोकेर आउँदै हुनुहुन्छ पुलबाट निकै लामो छ ल आँखाले अब जस देख्न सकिन्छ आँखाले होइन ल हेर्नु त तलको सिन पनि हेर्नु त अभिषेक भाइले खतरा ठाउँ ल्याइदियो मलाई अझै सानो रहेछ त्यो डाँडामा यता उता डाँडा भनेको ल हेर्नु त कति लामो छ यो पुल अलिकति हल्लिँदो रहेछ होइन यो अलिकति त्यति पक्का छैन क्या यस्तो लाग्यो मजा अब यहाँ खोला त सानो छ होइन हामी बल्ल बिचमा आइपुग्यो होला होइन अझै आइपुगेको छैन भने चाहिँ कति लामो होला हेर्नु त मान्छे कति छ अझै हामी जाँदैछ गाडी जाँदैछौँ तपाईँलाई फुल्ली पुल हामी देखाउँछौँ तर पुल अलि हल्लिँदो रहेछ अलि यसको ठेगान छैन क्या पुल रिचार्ज लाग्न चाँड्यो है मलाई भर्खर बनायो भन्छ गाइज उपरवाले हम पर दया करे पुल अनुसारको फेरि खोला चाहिँ भएन क्या है अन्त हामी कति पुल छोडिरहेको छ त्यो अन्त अझ हामी ल बल्ल बिचमा आइपुग्यो होला थोरै हो त 500 कति रे 474 मिटर त्यस्तो पुल चढ्न पाउनु पनि चार्जोसँग लाग्छ त्यहाँ अझै त्यहाँ माथि जो माथि भने चाहिँ हामीलाई म्याक्सिमम 10 मिनट लाग्ने हो क्या हो हजुर है माथि तर हामी त्यहाँ नपुगी छोड्दैन कि हामी जहाँ यात्रा आएको छ त्यहाँ हामी पुगेरै छाड्छौँ नि गन्तव्य हेर्नु त कहाँ छोडिसक्यो हामी त्यो पुल पछाडि अन्त त्यो चारैतिर हेर्नु अब यति बाँकी छ मुनि देखायो भने मुनि त खतरा हो यो कति हाइट होला यो माथि होइन खतरा हाइट छ अनि अहिले आएर फोटो खिचौँला अहिले हामी सरर भिडियो बनाएर अनि सब्सक्राइबरहरूले मजाले देखाउँछौँ नेपालको टप 3 मा पर्ने पुल आज हामी भिजिट गर्दैछौँ अब चाहिँ अब आइपुग्नु अझ पनि हामी माथि पुग्नु पर्ने छ ल थाङ लाग्छ हो हिँड्दा हिँड्दा
कति लामो त हट त्यस्तो पुल बनाएको छ नेपालमा यार नेपालको सरकारले चाहिँ मान्नुपर्छ हौ ओली बाजेले गर्नुभयो भने नगरे होला ल हेर्नु त यत्रो जग्गामा बनाउनु भएको छ होइन बनाउनु चाहिँ ओलीले बनायो होइन खासरी यो काम गर्ने मान्छेले बनायो अब यता कुनामा आइपुग्यो है त पुलको आइपुग्यो अनि कहाँबाट आएको त हामी एकचोटि देखाउँछ है त हामी कहाँबाट आएको थियो त त्यहाँ माथिबाट आएको ल त्यहाँबाट आएको ल हामी फाइनली अब हामी आइपुग्यो त्यो लामो फुल गयो त कति लामो छ त्यो फाइनली हामी अब खाउँ फाइनली अब हामी मेची आइसक्रिम खाइदिउँ कति मिठो हुँदो रहेछ अब यो मेची आइसक्रिम अनबक्सिङ गर्दैछु है हेरौँ कतिको टेस्टी छ निकाल्नै गाह्रो भयो यार यो मेची आइसक्रिम मिठो अवश्य भयो मिठो छ है एकदम फाइनली अब हामी यता माथि घुमिहाल्यौँ आइसक्रिम पनि खाइदिइहाल्यो निकै मिठो रहेछ अब हामी फर्किन्छौँ अब हेर्नु है त कति टाइम लाग्छ हामी फर्किँदाखेरि पारी पुग्नु पर्छ कि थोरै समय लाग्छ त त्यो दामी पुल छ कि फोटो खिच्नेको भिड छ यहाँ अब यो भाइरल पुल अब हुने भयो चाहिँ टाढोबाट आएको म यहाँ यो भाइरल पुल हेर्नुलाई टाढोतिर यसो अब सबैले जानकारी होस् आउनु होला जहाँ आउँदाखेरि यता पुलतिर घुम्नलाई अब फटाफट फोटो सेसन भयो अब हामी अब चल्दिने हो यहाँबाट सरसर मुनिको सिन पनि दामी कि तलको सिन कस्तो तल हेर्नु त खतरा छ खतरा हेर्नु त फुलको मुनिको भ्यू चाहिँ फुलको मुनिको हेर्नु त हेर्नु त यस्तो दामी अब हामी अझै हामी बिचमा आइपुगेका छैनौँ हामी पुग्नुपर्ने माथि त्यो माथि पुग्नुपर्ने छ मिठो चल्ला छ होइन सरर भर्खर हामी आइपुगेका छौँ जस बहुत लामो छ यो पुल माथिसम्म पुग्ने गरी झलङ्गे पुल भने यो हो कि झदिन नसकिने त्यो ल कहिले पुग्ने हो त्यहाँ पानी पर्न जस्तो भइरहेको छ लाग्यो मौसम एउटा भाइ त्यहाँ नाचिरहेको छ भाइ दौडिरहेको छ पुरो पुलको साइड माथि त माथि छोडिरहेको छ पुललाई हामी भर्खर बिच आइपुग्यो होइन बनाएकै होला पुल चाहिँ दामी छ जस घुम्यो आज
फर्स्ट टाइम घुम्नु निकै रमाइलो महसुस हुन्छ नै अनि फेरि टाइम मिल्यो भने आउनु पर्ला घुम्नलाई अब खाने हो यसो घुम्ने मात्रै हो फेरि अहिले चाहिँ पुल हल्लिरहेको छ होइन अब यो पुल कुन चाहिँ इन्जिनियरले बनायो हो इन्जिनियरले थाहा छ हामी त निस्किहाल्यो अब आउनेहरू विचार गरेर आउनु ल धेरै चाहिँ हल्लिएको छैन हल्का चाहिँ होस् त्यो डुङ्गा स्टाइलको भूकम्प आउँथ्यो हल्लिन्छ नि त्यो टाइपको चाहिँ हल्लिँदो रहेछ पुल धनी पुल प्रायः सबै त्यस्तै हुन्छ हुनु चाहिँ फेरि अब यो धेरै लामो छ त्यो कारणले गर्दाखेरि अलि विचार चाहिँ पुऱ्याउनुपर्छ ल होइन त अझै आइपुगेको छैन पुल पल्लो डाँडा छोडेर आएको छ हामी त्यो डाँडाबाट ल पुल यहाँबाट छोडेर हामी यहाँ आइपुगेको स्याहाँ पनि भइसक्यो हामी दुईजना भन्छ कति लामो होला त्यो पुल दादासँग भेटघाट भयो कहाँबाट सोध्नु भयो होइन टाढो भने अचम्म मान्नुभयो अब त्यति टाढा छ नि त होइन बाइकमा रन्केर आयो हो भोलि फेरि रन्केर जानुपर्छ बाइकमा लङ छ नि त 400 कति किलोमिटर चाहिँ छ तर केटालाई चलाइहाल्छ अब भोलिको यात्रा चाहिँ टाढाको आज लास्ट हो झापामा त्यही भएर आज घुमघाम लास्ट हो यो पाखा पनि सक्यो अब है त हामी टक्कै आइपुगिसक्यो जस मजाले घुमघाम गऱ्यो मजा लाग्यो निकै अब हामी सर घर चल्दैछौँ